आज तिमी घर जाँदैछौ होइन, एकदम खुसी अनि एकदम ह्याप्पी पनि देखिरहेछौ, किनभने आफ्नो जीवनसाथीसँग भेट्दैछौ। पहिलो कुरा त त्यो एउटा कुरा भयो होइन। एउटा अब धेरै दिन नभए पनि 1 महिना पछिको अन्तरालपछि तिमी घर जान लागेको छौ र जाँदा जाँदै तिमीले आफ्नो एउटा मिठो समुद्र स्वरमा एउटा गीत सुनाएर जानुपर्ने छ। र एउटा गीत गाइदेऊ न। मलाई आउँदैन के। गाइदेऊ न, गाइदेऊ। मलाई आउन्न के। अनि के छ त, अरू आराम छ होइन? आराम छ, एकदम ठिक छ होइन? एकदम ठिक छ। अब घर गएर कहाँ जाँदैछौ त? अब घर गएर अब घर फ्यामिलीमा सबैलाई भेटघाट गरेर अब कता हुन्छ, भाग्यले कता, समयले कता पुऱ्याउँछ मान्छेले थाहा छैन। अब समय झोला पनि रेडी भइसकेको छ है। झोलाले त थोरै अलिकति चेन पनि लागेर हिँड्छ। रेडी भइसकेको छ। जे होस्, तिम्रै अब यो ठाउँमा आएर काम गर्दाको एक्सपिरियन्स कस्तो रह्यो, काम गर्दा अनुभव कस्तो रह्यो, कसरी गर्नुपर्छ भन्ने कुरा त केही कुरा सिकेर त गयो होला पक्कै पनि। त्यति त गइ छैन होला होइन? काम भन्ने कुरो अब काम त अब बेकारले पनि गर्छ अब हजुर मभन्दा नि अब सिनियर हुनुहुन्छ, हजुरले सिकाउनु भयो, सकेसम्म मैले काम गरेकै छु। काम सिकेँ, मतलब अब कुखुरा बनाउन आउँथेन, कुखुराहरू काट्ने कटिङ पनि आउँथेन, एउटा हतियार समात्न सक्थेन, हतियार समात्न सकियो। अब जस्तै घरतिर मासु काट्दाखेरि अब आयो नि त, जहाँ पनि गर्न सकियो। एकदम एकदम ल बाई। ठिक छ। त्यसो भए एकछिन बसेन, थोरै अलिकति टाइम देऊ न। के हतार हो र? गाडी छुट्ने लाग्यो हो र होइन? त्यो त छैन होइन? जे भयो भने तिमीले अब काम गरेर जाँदैछौ। अब यहाँबाट तिम्रो सायद यात्रा घर गएर घरबाट सायद अब छिमेकी राष्ट्र भारततिर नै हुन्छ होला जस्तो लाग्छ मलाई होइन? एकदम ठिक छ। राम्रोसँग शुभयात्रा भाइ। अरू के भनौँ त, बाँकी यसो फङ्सन गर्दै होला, अनलाइनमा कन्ट्याक्ट गर्दै होला र बाँकी भेटौँला। र तिम्रो एउटा गीत, एउटा क्लिप्स जाओस् लास्ट एकदमै राम्रो गाउने भाइ, के अरे स्वरको धनी भाइ भनेर हामीले एउटा उसमा राख्नु होला होइन? यसो एउटा गीतको क्लिप पनि जाओस् न त। जाँदा जाँदा एउटा दाइहरूलाई सम्झिने, एउटा सम्झाउने खालको यो भाइ थियो है भन्ने एउटा त्यस्तो टाइपको गीत कोही छ? अब यो बिछोडको पीडापछि, अब बिछोडिँदाको टाइममा त्यस्तो सम्झिने लायक कुनै गीत छ एउटा गाइदेऊ न ल। ल स्टार्ट गरिदेऊ ल। आउन के त्यही अस्ति क्या कोड गरिदिनु।